हेलो साथी हो, आज चाहिँ हाम्रो आमा र आप्पाको एनिभर्सरी हैन। एकदम यता आमा र आप्पा चाहिँ फोटो सेसनको लागि रेडी हुनुहुँदैछ। आप्पा यता हो, र चाहिँ आमा हो। आमालाई आप्पाले गिफ्ट दिनुभएको अरे यहाँ हो। आमा यता टर्न गर्नुहोस्। यहाँ आमा सिलम सापमा भन्छ यो चाहिँ हो हाम्रो हो। सिलम सापमा चाहिँ आप्पाले आमालाई गिफ्ट गर्नुभएको अरे। आमाले चाहिँ गरेन। 41 वर्षको माया पिरतीमा चाहिँ हो त्यतिको छ। हाम्रो आमा र हाम्रो आप्पा चाहिँ एकदम यता फोटो सेसनको लागि चाहिँ एकदम रेडी भइसकेछ हो। लु दुईजना सँगै उभिनुहोस् न, सँगै हैन हौ जुत्ता पनि लगाएको छैन म। होइन हौ, सँगै उभिनुहोस् न। कस्तो देख्दै रहेछ भनेको, जुत्ता त लाउँदा भइहाल्यो नि। अब चाहिँ राम्रो थियो। हैट तपाईँ खतरा हो। पुगेको उपलक्ष्यमा मेरो आप्पा र आमालाई टक्कै अब फोटो सेसनको लागि उकालो लाग्यो हो। आइ साला यतिको चाहिँ मिलेको हुनु पर्यो नि। आमा र आप्पाको यो टक्कै कोटको र यो बाहिरको सलको टक्कै मिलेछ, हेर्नुहोस् त। हो हजुर, कस्तो देख्यो हाम्रो आमा र आप्पालाई हो? दामी देख्यो ल। ओके, अब हाम्रो फोटो सेसन सुरु भइसकेको छ आमा र आप्पाको हो। ठिक हो सँगै। ह्याप्पी एनिभर्सरी आप्पा र आमालाई। यो चाहिँ रजनी र मेरोबाट हो, आप्पा र आमालाई। अन्त यहाँ काट्नु लागि रेडी भएछ उपो। तिम्रो बर्थडे हो ला, तिम्रो बर्थडे हो होइन। युनि मुयान केक काट्नु लागि रेडी भएको। भगवान् केक हामीलाई नदिएर डल्लै लगेर गयो उसले, एक्लै खाने रे। बार उ चाट्यो अलि चाट्यो। हजुर अब खिच्नुपर्छ। आज चाहिँ हामी आमा र आप्पाको एनिभर्सरीमा चाहिँ एकदम मोमो बनाएर आमा र आप्पालाई खुवाउने हो, खुसी बनाउने हो। बस त्यति नै हो। मोमोको लागि हाम्रो यहाँ सबै काटिसकेको छ हो, रेडी भइसकेको छ हो। अब मैदा पनि पलटी मुछिसकेको छ। अब यो पकाएर बनाउनु मात्रै छ। आजको आमा र आप्पाको एनिभर्सरी चाहिँ हामीले यसरी मोमो बनाएर खाँदैछौँ। टाइपो सानो टाइपोको भाइ मोमोको दाजु बनाएर खाँदैछौँ हो। मेरो बुढीले यहाँ सुप हेर्नुहोस् कस्तो दामी बनाएछ हो। मिलेट सुप अरे यो चाहिँ हो। दामी भएछ, ब्रोकौलीहरू हालेर हो। दामी बनाउने यहीँ हो एकदम दामी बनाएछ। त नानीहरू पनि यता इन्जोय गर्दैछ। यसरी चाहिँ आप्पा र आमाको उयो सस सकेछ। लु कसले हाल्दैछ हेरौँ है। मोमो आप्पा कस्तो रहेछ मोमो? दामी। उसले चाखेकै छैन हो। म चाहिँ मैले बनाएको, म चाहिँ यस्तो फुटेको खाँदैछु हो। टक्कै यसरी फुटेको हो। मैले बनाएको यो मेरै गल्ती हो, फुट्यो मैले गर्दा। म नै यस्तो खानु पऱ्यो नि। दामी टेस्टी है आमा।